पीछे लगा दो बैग। गुड मर्निङ सबैजना साथीहरूलाई र म चाहिँ आज सिलगढी लागेँ। धेरै दिनको बादमा भिडियो बनाउँदैछु साथीहरू। सबलाई गुड मर्निङ छ। वहाँ पे नहीं, वहाँ तो सीट में रख दो ना, यहीं पे रख दो, ये खोल के रख दो ना वहीं। हाँ वहीं पे रख दो। म चाहिँ अहिले रेलगेट पुगेँ है। भर्खर रेलगेट खोलेर चाहिँ यहाँनिर जाँदैछु। सालुगढा आइपुगेँ साथी। म चाहिँ यहाँ सालुगढा चाहिँ अहिले यतिको भएको चाहिँ अहिले यो ब्रिज पनि अब बनाउनु सक्छ। निकै परैसम्म पुगिसकेको छ यो ब्रिज। हेलो साथीहरू, म चाहिँ टाइल्स लोड गर्नु जाँदैछु है। यहाँ कचरापट्टिपट्टि है, यहाँ चेकपोस्ट भित्र डनबस मोडभित्र चाहिँ जाँदैछु साथीहरू। म यहाँनिर टाइल्स लोड गर्नु गएको। यो इलाकामा चाहिँ सबै मैला डम्पिङ गर्छ। माथि हेर्नुहोस् न मैला हो। सिलगढीको सबै मैला चाहिँ यहाँ लिएर आउँछ। हेर्नुहोस् न मैला हो। हेर्नुहोस् न मैलाको थाक चाहिँ यस्तो छ साथीहरू। हेलो नमस्कार साथीहरू सबैजनालाई। आज चाहिँ म साथीहरूको सामने आएको छु है। हाम्रो के चाहिँ छ भन्दाखेरि आज चाहिँ हाम्रो साथी नयाँ छ है। एक साथी छ यहाँ, चिन्नुभयो होला सबैजनाले होइन। यहाँनिर बोल्नु बोले यहाँ हाम्रो दबा साथी यहाँनिर हो। सिलगढी कुदाउनु थालेको धेरै भएको छैन। हामी खाना खानु जाँदै गरेको साथी हो। मजा कि यता मजा? मजा आउँछ यहाँ। केही भन्नु छ साथीहरूलाई? म अब सुरु गरौँ कुद्दैछु। त्यही हो अब फोन छ यसो केही भन्नु अन्त। अरे कहाँ जा रहा है भाई, इधर आना जल्दी। कॉल्सिंग हो कि ये हो कि कहाँ गर्छ यो नम्बर? साथी आज चाहिँ हामी खाना खानु जाँदैछौँ। धेरै दिनको बादमा धेरै ग्याप भएको थियो नगएको है, खाना नखाएको। सबैजना मिलेर जाँदैछौँ।
जग्गा आइपुगेको साथी हो म त यता खानु पर्यो खोइ साथी हो खाना खोइ चाहिँ हुँदैछ है सबैजना आज दिदीको बन कम्ती 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 अँ भयो के साग अलिक ठुलो सोले कराउनु पर्छ के को दाजु त्यो थोड़ा साथ लो तो सर चिकन मटन माछा माछा कुन चाहिँ दिनु सर काटा नभएको क्वाली पतला छ भेट्की छ हेलो साथी हो म चाहिँ अहिले यहाँनिर लोहा पुलमा चाहिँ साथी म चाहिँ सोरेङ आइपुगेँ अहिले है प्रभाकर दाजुको दोकानमा टक्कै यहाँनिर सामान झार्दैछु म यस 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 सरदार बाउ हो रे यता चाहिँ सोरेङको टप हो आलु होला 1400-1500 1400-1500 होला बोराको म चाहिँ साथी हो सोरेङ प्रगति चोक आइपुगेँ अहिले जुमको बाटो बन्द छ र चाहिँ सबै यो मलबासी रोड कुद्छ है गाडी केटा हो साथी हो यो बाटो चाहिँ अहिले भिड छ जेएनजी नेपालको जेएनजी यता जङ्सन लाग्दो ल बाई बाई त्यही साथी म चाहिँ घरतिर लागेको है अब आजको सक्यो सबैजनालाई बाई बाई छ आजको ब्लगमा है मन परेछ भने लाइक अनि सेयर गरिदिनुहोस्।
हेलो साथीहरू, म चाहिँ यहाँ दिवस हाम्रो मलबासे भाइको दोकानमा आएको छु, फोन दोकानमा है। यहीँ भाइको दोकान निकै मजाको रहेछ साथीहरू। म आएको थिइनँ, धेरै दिन भयो, धेरै भएको थिएन आएको। केटाहरूले चाहिँ यसरी गरेर खाएको राम्रै साथीहरू। हेर्नुहोस् न, मजाले रिपेयरिङ चाहिँ फोन चाहिँ मजाले गर्छ है भाइले चाहिँ। यो पठाएको सामानहरू है। हाम्रो भाइ चाहिँ यहाँ छ। ल होइन ल के गरेको यस्तो टक्कै यहाँनिर दोकान हेर्नुहोस् न, भाइको मजाले खोलिदिएको छ हो। सानो छ दोकान तर मजाको छ। रिपेयरिङ चाहिँ भाइले खतरा गरिदिन्छ नि काम चाहिँ साथै। तपाईँहरू पनि लिएर आउनुहोस् फोनहरू। यहाँनिर टक्कै यहाँ हाम्रो के भन्छ यहाँ समस्या दोकान त, समस्या दोकान यहाँ अगाडि विनोद मामा, विनोद हाम्रो समस्या दोकानको ठिक विनोद मामा है, विनोद मामा, विनोद हाम्रो समस्या दोकानको ठिक अगाडिपट्टि अपोजिट साइडमा हाम्रो भाइको दोकान चाहिँ यहाँ चाहिँ